दोलखाको भीमेश्वर नगरपालिकाबाट उत्तरतर्फ लाग्दै गर्दा सिंगटी, जगत र गोङ्गरका सुन्दर बस्तीहरू पछि छोड्दै हामी गौरीशङ्कर संरक्षण क्षेत्रभित्र प्रवेश गर्छौँ, जहाँ हाम्रो सवारी साधनको यात्रा अन्त्य हुन्छ र सुरु हुन्छ एउटा साहसिक पैदल यात्रा। समुद्री सतहबाट करिब 1400 मिटरको उचाइमा रहेको छेदछेद झरनाबाट हाम्रो पाइलाहरू अगाडि बढ्छन्। सुसाउँदै बगेको तामाकोशी नदीमाथिको झोलुङ्गे पुल तरेर पारिपट्टि फेदीमा पुग्दा हाम्रो अगाडि थियो एउटा कडा चुनौती। दिउँसोको ठिक 3 बजे जब धेरै मानिसहरू आराम गर्ने सोचमा हुन्छन्, हामी भने आफ्नो गन्तव्यतर्फ लम्किरहेका थियौँ। अगाडि थियो सिधै ठाडो उकालो, जसलाई स्थानीय भाषामा नाक ठोकिने उकालो भनिन्छ। साढे 3 घण्टाको यो निरन्तर उकालो यात्राले हाम्रो शरीरलाई निकै थकित बनायो, तर मनमा भने एउटै लक्ष्य थियो, सिमी गाउँ। अन्त्यमा समुद्री सतहबाट 2000 मिटरको उचाइमा रहेको सुन्दर सिमी गाउँ पुग्दा रात परिसकेको थियो। रोलवालिङ उपत्यकातर्फको हाम्रो यो यात्रा अझै रोचक बन्दै जान्छ। आजको लास्ट डेस्टिनेसनमा आइपुगेका छौँ, डे 1 को होइन त? के छ, सबैलाई ठिक छ? ज्यान तङ्ग्रिरहेछ नि? के छ प्रमोदजी, के छ ज्यान, के भइरहेछ? All is well. All is well. के भइरहेछ? All is well. के भइरहेछ? जापान के छ हाम्रो कवि, के छ? मेरो चाहिँ हल्का यस्तो पसिना आएको अवस्था।